गोठ कान्ताको घर माइती घर ठुलोको घर टोनेला आज चाँडै आयो बस सल्लेनी आएको बस यो सल्लेनी माथि हो बनको खोला यो पालिका नगरपालिका होइन गाउँपालिका देखे यहाँ बस सल्लेनी आउँदै गरेको बस यो निस्किँदैछ निस्कियो पालिका भवन पुलिस चौकी त यतै छ यतै त्यो टल्किएको जस्ता भन्दा अलि यतै छ त्यो पोखरी भन्दा पनि यतै छ त्यो माछा पालेको रहेछ कि हो भने यो पोखरीमा यतै छ अलि यताबाट खिच्न मिलेन ठाडो जाने बाटो तेर्सो गएर माथि काकुन गाउँमा जाने हो यो यही गाउँतिर जाने बाटो बारीको पाटा बारीको डिलमा ओखर बोटमा दिल चरी बस्यो यो चाहिँ त्यो झन्डा भएको घर सिर्जनाको हो क्या रे हो त्यो झन्डा भएको घर चाहिँ योहरू कफीको बोट सालोहरूको भैँसी पाल्ने गोठ सासूको पनि यही छ के अरे ससुराहरूको यही गोठमा भैँसी छ भैँसी यो घर चाहिँ जेठान माइला अनि फेरि ठुलोबाबु छोरा जेठान माइलाको घर यहाँ मेल पनि राखेको छ के अरे ल अघिको बस चाहिँ निस्क्यो है अघिको बस चाहिँ निस्क्यो यहाँ माथि ससुराली घरकै पछाडिबाट अनि ससुराली घरकै पछाडिबाट बस गइरहेछ बस गइरहेछ सल्लिनी पुग्नमा अब त्यो 10 मिनटमा सल्लिनी बस स्टपमा पुग्ने भयो सिर्जना सालीको घर यहाँबाट झन्डा भएको घरै हो त्यो चाहिँ मावली घर पनि हो के अरे मावली घर मामाको छोराले गएको बस जाँदैछ त्यहाँ गएर रोक्यो पसलमा लब्दाईको पसलमा गएर रोक्यो बस अघि यही बाटो बारी मुनितिरबाट आएको
यो ससुरालीको जग्गा हो यो गरा खेत बनायो भने ठाउँ रहेछ राम्रो आकाश